정한. 앵게다 정견. 세상만 만난 다니. इधर सोमना जी मल उस गरेको मल त्यो मल छ अब बुजु गएदेखिबाट अब लाइफ चाहिँ अलिकति डामाडोलै भएको छ Kenapa man? Kenapa ya? Mama aku luar yang, tenangnya. Perahu mu perahu ah? Hah? Perahu saya lah jadi mana? Nak coba lu? Nah, tiene, nah. Weh. Anak cakap dia. Mak cakap dia. Mak cakap jangan. Enggak jangan. Nó đi anh trung nghe dùng mía mỗi kiểu đó mày ơi mỗi tên linh ngầu yeah anh nghe dùng gì nghe nó thầm đi à nghe nó dùng gì khai nó anh em đi đi nghe nó dùng gì hả pre hầm một trò bao sao cả đã hả nó tôi đang non như rồi hả? Mà ông bố chọt bố mày ơi? Người ta xuống nhà xe. Nói chọt pin mà. Mấy anh đó là nó mất pin. Kurjina tung ta chung ra đó là. Kurjina tung ta chung à? Anh đã tung đi đấy. Mà anh đã chung. Anh đâu? Tiền nào? Ngu đây anh. Anh số đây người ta chung mình đi. Hả? Anh đã chung cái gì nè? Tôi bây giờ nó cái lấy cái pin mask. Có số là khác. Số là ai kêu họ đã chung ấy khác. Người ta chung nhân mấy? Họ số là khác. À họ đã chung ấy khác. Họ đây. Tiền này chop vào vào. Cái. Ông khoan như đâu mẹ? Thế miu pina bây giờ này xoan như nó ba, ở đây mẹ rau nó ba. Thế miu pin ra. Hắn nó hara mu, cái này cái khăn đen, mà thế miu pin, ở đây nó cho đúng à? Cái này hong cái đen, thế em budi ba. Pirga khai pirga. इधर सोमना जी Anh nói xong, cái này, cái bó đẻ. Anh nói tia, xuồng một đâu, bó xuồng đây là một pre, một cái này, cái này xoắn nát điểm bím ba, bỏ xuồng. Khá. Anh đồn đó. Nó bó cho sao anh? Hả? Bó cho xem à? Mol. Từ mol là mol thì mol. Mol là mua hoa này thế này, cho mua. Anh này dân, thì này. Anh này nó cái gì đó mol wa. Sao mà năng đây này? Bố, cho ta chỉ xem mà năng đây. Thầm mua được cái đấy thèn đây. Mall use करेगो. ते चला जी, ते खर्ची. Cái này thì nói với mama bà.
हामाई गाह्रो छ बाजेले गर्नु पर्यो यो उसमा बसे हुनुहुन्छ यो लड्न लागेर त्यही भएर समाएर बस्नु भएको हुन्छ 진 동아 지 동아라 프로자우 아이 뭐뭐 연자 와보 아 많이 잡아라 뭐뭐 연자 와 연자 와 mua kiểu đó na cái gì ngọc à 전에 돌아 이제 전에 돌아 Hello có đâu có đâu xem break quá ô mày rap tao thế nào ô mày cô la hát đi mà xem sao à nhiều là thích sao cái đó ba rồi ngon mua xịn bread đây em biết chẳng à tăng lên ngồi thua mà हेलो नमस्ते सबैजनालाई फेरि पनि मेरो नयाँ भिडियोमा फेरि धेरै स्वागत छ बर्खायाम लाग्दैछ चारैतिर हरियो भइरहेछ है हरियाली अहिले चाहिँ त्यही नै हो अब के भन्ने अब म सन्चै छु तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्दै आजको नयाँ भिडियोमा धेरै धेरै स्वागत गर्न चाहन्छु कतिजनाले मिरा हरायो मिराले भिडियो राखेन भन्ने कुराहरू गुनासोहरू पनि मैले सुनिरहेको थिएँ अब यतातिर गाउँघरतिर पनि हाम्रो बारपकीहरूले पनि मिराले भिडियो हालेन होला हालेन किन कता गयो भनेर धेरै क्वेसनहरू चाहिँ गर्नुभएको मैले देखिरहेको थिएँ सुनिरहेको थिएँ तर पनि अब मेरो अब अलिकति मुड अलिकति माइन्ड नै अलिकति फ्रेस हुन सकेन सो त्यही कारणले म एक्लै अब आफैलाई टाइम दिएर चाहिँ भिडियोहरू बनाएन सो त्यसको लागि माफी चाहन्छु भने चाहिँ अबबाट बिस्तारै अब यतिकै बसेर भएन त्यही भएर अलिक बिस्तारै कामहरू गर्नु पर्यो अब मेरो कामै यही हो भिडियो बनाउने है सो त्यही भएर आज चाहिँ नयाँ भिडियो लिएर आएको छु के कस्तो लाग्छ अब चाहिँ अरू नयाँ भिडियो जङ्गलको भिडियोहरू आउनेछ र हेरिदिनु होला माया गरिदिनु होला भन्ने ल आशा गर्दै है कलाई बाजे अलिकति अस्ति नै अलि राम्रै थियो अहिले झनै अझ मेन्टली अलिकति अब मेबी अब बुझु जानुभयो त्यही भएर हामी नर्मल अब अहिले अलिकति यङ मान्छेहरू त अलिकति त्यो एउटा इन्सिडेन्ट पछि चाहिँ अलिकति आफूलाई अलिकति नर्मल गराउनलाई अलि गाह्रो भएको थियो झनै बाजेलाई त अब सँगै बसिरहेको मान्छे अब एकासी त्यसरी जाँदा चाहिँ अहिले चाहिँ पुरै मेन्टली डिस्टर्ब भएर अहिले केही सोच्न नसक्ने अब गोठ पनि छोडेर आएको अनि अहिले त खै बाजे त अलिकति बेहोसमै हुनुभएको छ केही बच्चा जस्तै हुनुभएको छ अनि खै खासै त्यो गोठमै बसिरहेको जस्तो फिल गर्नुभएको छ बुजुले जस्तरी अनि अहिले चाहिँ केही खानेकुरा दिँदा पनि उता बुजुलाई देऊ ऊ खान्छ भनेर चाहिँ भन्नुभएको थियो है अलिकति माइन्ड चाहिँ अब बुजु जानुभएको छैन बुजु यहीँ हुनुहुन्छ अनि त्यसपछि हामी गोठमा छौँ भन्ने चाहिँ त्यसरी सोच्नु भएको छ अनि अहिले चाहिँ त्यहाँ उसमै बस्नु भएको छ त्यो एउटा
बिम त्यो बिममा समातेर चाहिँ बस्नु भएको छ यो चाहिँ ढल्न लाग्यो अरे अनि त्यही भएर चाहिँ मान्नु भएको छैन कतै काहीँ केहीजनालाई अनि ल त्यही हो कुराकानी अब जति जे गर्दा नै है डामाडोलै भयो अब बाजे बुजे उतासँगै हुँदाखेरि बुजू उता गोठमा हुँदाखेरि अब सबै राम्रै चलिरहेको थियो अहिले चाहिँ बुजू जानु भएपछि त डामाडोलै भएको छ अब बाजेको अवस्था नि त्यस्तै छ अब बुजू गएदेखिबाट अब बेहोस तालमै भयो अलिकति कन्सियस अब अलिकति राम्रै उस भएको छैन फेरि हामी पनि अब बाजेलाई हेर्नलाई उता बाजेको घर जानुपर्ने हुन्छ अनि बाबा र आमा चाहिँ उतै बस्नुहुन्छ अनि घरमा पनि बाबुआमा नहुँदा हामी मात्रै गर्दा त डामाडोलै छ बाजेलाई हेर्ने यता जाऊ भागदौड गर यो त्यो गर्दा त एकदमै लाइफ चाहिँ अलिकति डामाडोलै भएको छ अब तर नि अब त्यसलाई म्यानेज गर्नु पर्यो र त्यही हो त्यति भन्दै अब अहिलेलाई चाहिँ हामी म चाहिँ यता अलिकति वरिपरि अब धेरै भएको थियो नि त यता तलतिर नआएको त्यही भएर चाहिँ यसो यो बारीतिर यसो फ्रेस होम हावा खाम भनेर आएको अनि प्लस यो प्रेसर र सुगरको औषधि एकदमै राम्रो चाहिँ अब प्रेसरहरू अलिक बाबाहरू त्यहाँ बाजे हेर्ने भएको भएर चाहिँ रातभरि सुत्न नपाएको अनि बाजे रातभरि नसुतिने अनि बाजेलाई हेर्दा टेक केयर गर्दा निन्द्रा राम्रो नभएर चाहिँ सुगरहरू अलिकति प्रेसरहरू अलिकति बढ्ने अलिकति सम्भावना हुन्छ भनेर अलिक बढ्न थालेको जस्तो फिल भएको अरे अनि त्यही भएर चाहिँ औषधिहरू गर्नु पर्यो पहिला चाहिँ अर्ग्यानिक चिजहरू अब यो सिस्नुहरू यताउति खाँदा चाहिँ अलि मेन्टेनमा आउँछ सुगर प्रेसरहरू चाहिँ त्यही भएर चाहिँ म चाहिँ यहाँ बाबाहरूको लागि अब म पनि खाने हो यो सिस्नु र यो के भन्छ त्यो अर्को चाहिँ अल्लो हो त्यो चाहिँ टिप्न आएको है आँखा पनि देख्दैन तिरिमिरी हुन्छ है के हो हरियो भएर रहेछ अब चाहिँ म सिस्नु कहीँ देख्दैन अब सिस्नु टिप्नु पर्यो है त उयो चाहिँ के हो यो पुरै फुलिरहेको रहेछ त फलेछ कहाँ छ अब सिस्नुहरू एउटै देख्दैन फेरि टाढाको चिज त देख्नै छोड्यो आँखा त सिस्नु त राम्रै छैन के टिप्ने यस्तो रहेछ उयो चाहिँ हो अल्लो अल्लो थियो सब खाली छ कस्तो यहाँ चाहिँ राम्रो रहेछ ल सिस्नु चाहिँ के भएको अलि मजाले यो सिस्नु काटिसकेपछि चाहिँ मजाले त्यो हँसियाले के यसरी काटिराख्नुपर्छ अनि भोलिपछि चाहिँ हुन्छ अलि बेसी हुन्छ यसो काटिराख्नु पर्यो यसरी भोलिपछि पलाउँछ कि घाँस पनि दामी भइहालेछ त्यही असार साउनमा जस्तै भएको थियो कि बिहान अहिले चाहिँ फेरि घाम छ जुगा आइदियो अलिअलि घाँस पनि काटेर लानु पर्यो तर यो चाहिँ यो बनभरे चाहिँ
त बुझुको भन्दा दामी काट्थ्यो अब यो चाहिँ सिस्नु टिप्ने अनि यो पनि अलिअलि बोकेर लानु पर्यो नि ल यहाँनिर रहेछ अलिअलि काट्नु पर्यो ल यतिको भयो है ल सिस्नु हेर्नु त यतिको भयो है यतिको भयो खासै पाएन त्यो सिस्नुको काण्डहरू चाहिँ यसो काटेर राखेको छ यता माथितिर हेर्न जाऊँ है त यता तल हुँदै आएको म चाहिँ यता तलतिर टिपेको यता चाहिँ घाँस हो उ त्यहाँनिर अलिक घाँस काट्यो अब म यहीँ भेरको बाटो हुँदा उता माथि जानुपर्छ ल अब चाहिँ माथितिर लाग्नु पर्यो चराचुरुङ्गी चाहिँ मजाले कराइरहेछ है कस्तो मजाले के अब बन पऱ्यो साग टिप्न जानु पर्यो कस्तो मजाले चरा कराछ ल है त कलिलोहरू यही हुनुपर्छ है हो कि होइन कुन्नी त्यस्तै लाग्यो मलाई यो चाहिँ लानु पर्यो के यो आफै तिर्मिरी भयो म त पुरा दामी पाएर हुन्थ्यो नि मैले कुन कलिलो कुन नकलिलो थाहै भएन यो कलिलो होला त्यस्तै लाग्यो मलाई त्यस्तै लाग्यो जस्तो लाग्यो टिपौँ योहरू चाहिँ फेरि तलैबाट टिप्दा चाहिँ यो काण्डहरू पनि एकदम मनपर्छ कि अमिलो अमिलो हुन्छ स्योरै हो यो चाहिँ कलिलो चाहिँ यो चाहिँ स्योरै हो ल दाउरा झऱ्यो यहाँ ट्याट्याक टिटिक गरेर के भयो भनेर सोचेँ म त यहाँ चाहिँ बनभरे साग राम्रो होला जस्तो छ यहाँ कलिलो छ कि भनेको यो छिपेको रहेछ यो पनि छिपेकै रहेछ यो पनि छिपेकै रहेछ छैन रहेछ ल अब चाहिँ म घरतिर लाग्नु पर्यो त्यति हो उनीहरूले अलिक पायो ल यतिको भयो अब घरतिर लाग्नुपर्छ आजको काम चाहिँ सिस्नु र बनभरे टिप्ने मात्रै भयो र रितै के जाने भनेर फेरि अलिअलि यो बनभरेकै यो ठुल्ठुलो भागोहरू चाहिँ घाँस गर्ने हो अनि त्यो घाँस अलिअलि बोकेर चाहिँ अब जानुपर्छ यतिको भएपछि त लाग्नु पर्यो के पो चाहिँ खेती गर्नु होला कस्तो चिलायो यो उसहरूले अल्लुहरू सिस्नुहरूले पोल्यो होइन घर आइपुग्यो है अहिले मगाउने बोल्नु भयो अहिले चाहिँ बाजे घर आइपुग्यो गफसप हुँदैछ यहाँ बाजे चाहिँ पुरै दिनभरि उस भएर थकिदिनु भएको छ 这是咱们这啊，这你我不的，今到这就今到这就，今到这这计划，说那解决了不？啊，我拉到给你那这几个就那不那。सही 对，对，好的。 पुता पिन हो या त
槟榔切苗，一人团，这什么来着？两头，一天两团，这个团，下头了，一团。对，这把冰米。都是这，那玩意儿啥都有了。 दिन भरि बिदैन ओके आजको भिडियोमा यति नै आजको भिडियोलाई अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई